खेतमा टुनी टुनीमा चिल बस्यो के भो ख्याल ख्यालमै दिल बस्यो ढुक्कसँग गाएँ गाउँदै गाउँदै नाच्थेँ म त हजुर त्यस्तो फिल आउँदो रहेछ आउँदो रहेछ अनि एउटा क्यारिकेचर पनि गरिदिएँ मैले अनुभव धेरै कुरा गर्न पाएँ किनभने अब अहिलेसम्म नगएको अब किनभने जजहरूको अगाडि त्यस्तो के अरे गीत नगाएको एकजना अङ्कल हुनुहुन्थ्यो अङ्कललाई ढोग्ने गर्ने भएको क्या म त्यस्तो होइन त्यो दुर्बुसे फटा कहाँ छ त्यो दाइले चाहिँ के गर्नुहुन्थ्यो भने यसै के त यो सम्धिनी यो कहाँ छौ भन्ने होला क्या यस्तो यस्तो वाला गर्नुहुन्थ्यो के रमाइलो थियो बाल्यकाल सम्झिँदाखेरि एकदम याद आउँछ मलाई त्यो अब घरतिर गएर बस्दाखेरि चाहिँ यसो डाँडा पाखातिर हेर्दाखेरि त्यो मेरो बाल्यकाल फर्केर आइदियोस् न भन्नेवाला यदि आइदिएदेखि अहिले हुन्छ नि सरलाई हुन्छ मलाई एकदमै धेरै मिस हुन्छ के हुँदैछ यो जिन्दगी के रहेछ र हो कसरी अगाडि जाने रहेछ र होइन दुःख मात्रै पर्ने हो कि होइन अथवा दुःख पछि बल्ल सुख आउने हो कि रातपछि दिन आए जस्तो के रहेछ र यो जिन्दगी भने जस्तो अब हुन्छ खुल्दुली हुन्छ पछि नआउलान् र त्यो विदेश गएका मान्छे फर्केर नआउलान् र भन्नेवाला चाहिँ हुन्छ कि सर फुलमा मौरी डुल्ने बेलामा बर्थडे पार्टी होस् अथवा मिठो खाजा नास्ताको लागि दियालो रेस्टुरेन्ट एन्ड बार मुस्ताङ चोक पोखरा साथै दियालो रेस्टुरेन्टसँगै रहेको दियालो मार्ट सम्पूर्ण सामानहरू अब एउटै छानामुनि सस्तो सजिलो र भरपर्दो दियालो मार्ट खाजा तथा सामानहरूको फ्री होम डेलिभरी प्रमोद भाइ वेलकम टु मेरो पोडकास्ट नमस्ते सर अब थ्याङ्क यू आज चाहिँ तिम्रो इन्ट्रोडक्सन तिमीले देऊ नि त मेरो नाम प्रमोद काफ्ले मेरो घर स्याङ्जामा जन्मेँ हुर्केँ बाल्यकाल स्याङ्जामै बित्यो म 8 क्लासबाट पोखरा आएको अनि पोखरा आएपछि चाहिँ म जनप्रिय सेकेन्डरी स्कुलमा पढेँ 9-10 8-9-10 त्यहीँ पढेँ अनि त्यहाँबाट एसई दिएर अनि त्यसपछि जनप्रिय मल्टिपल क्याम्पस 11-12 अनि अहिले चाहिँ ब्याचलर 4th इयरमा पढ्दैछु अहिले त्यहीँ छु अनि खास हामी आज के विषयमा कुराकानी गर्दैछौँ आज चाहिँ त्यताबाट इन्ट्रोडक्सन देऊ लोकदोरी स्टारमा अहिले चलेको यो मौलिक रियालिटी सो लोकदोरी स्टारमा चाहिँ मेगा अडिसनमा पुगिसकेको छु फिलिङ ग्राउन्डमा चाहिँ सिलेक्ट भइसकेँ म मेगा अडिसनको अडिसन दिएर पनि आएँ म काठमाडौँको म्युजिक सिटी हलमा अनि त्यहाँ चाहिँ सिङ्गल अडिसन र दोहोरी अडिसन थियो सिङ्गल अडिसन पनि दिइयो दोहोरी पनि दिइयो जोस् उहाँहरूको जजहरूको प्रतिक्रिया राम्रै भयो राम्रोसँग गाइयो अनि त्यसपछि चाहिँ अहिले चाहिँ पनि अब अर्को नेक्स्ट राउन्डको लागि तयारी गर्दैछु त्यही त मैले तिमीलाई आज किन तिमी भनेछु भने हाम्रो एउटा छुट्टै रिलेसन छ नि त होइन हजुर मैले तिमीलाई पढाएको छु कुनै बेला हजुर 9 क्लासमा त्यसलाई सम्झौँ न एकचोटि हजुर 9 क्लासको कुरा हो त्यति बेला चाहिँ हजुरले टिचिङ गर्न आउनुभएको थियो अरू पनि हुनुहुन्थ्यो सरहरू तर चाहिँ विशेष फोकस चाहिँ म हजुरमा थियो कि किनभने हजुरको त्यो पढाउने शैलीदेखि लिएर सबै कुराहरू मन पर्थ्यो मलाई हेर्थेँ अनि हजुरले पनि बोलाउनुहुन्थ्यो मलाई यसो ग्राउन्डमा म हिँडेँ भने टाढैबाट बोलाउनुहुन्थ्यो प्रमोद कता हो भन्नुहुन्थ्यो अनि त्यसपछि हजुरले सम्झिने भएको भएर पनि एकदम हजुरसँग बोल्न मन लागिरहेको थियो मलाई अनि त्यसपछि पछि पनि अब बाटा अब कतै रोडतिर हिँड्दा पनि हजुरले मेरो साथीसँग भेट्नु भयो भने पनि हजुरले साथीलाई प्रमोदलाई बोलाइदिनु भन्नुहुन्थ्यो अब मैले चाहिँ अब फेरि यो तारिफमा खोजौँ होइन हजुर मैले तिमीलाई चाहिँ चिनेको पनि त्यही पढाउँदाखेरि नै हो हजुर 1 महिना टिचिङ गरियो त्यस पछाडि गइयो जस थोरै विद्यार्थी सम्झिने मध्येमा हाम्रो फेरि एजुकेसन पढ्दा 12मा टिचिङ ब्याचलरमा टिचिङ मास्टर्समा टिचिङ हुन्थ्यो कि हजुर मास्टर्सको बेलामा चाहिँ याद छैन होइन हजुर 12 र ब्याचलरमा चाहिँ याद छ जस मैले त्यहीँबाट चिनेको पछाडि खुसी लाग्यो तिमी फेसबुकमा फ्रेन्ड थियौ मैले हेरिरहेको थिएँ
अनि लोकी स्टारमा गएको त्यो सेलेक्ट भएको एउटा भिडियो हालेको थियो हजुर त्यहाँबाट मैले चाहिँ नोटिस गरेँ लन त गरौँ भन्ने कुरा हो है फेरि पनि वेलकम छ कसरी गयो तिमी यो लोकी स्टारमा चाहिँ लोकी स्टारमा अब गीत त म पहिले फर्स्ट एटेम्प्ट नै हो कि पहिला फर्स्ट नै भनौँ अब रियालिटी सोमा गएको त फर्स्ट नै हो योभन्दा पहिला म रियालिटी सोमा यस्तो यस्तोमा गएको थिइनँ अब यसो अब प्रोग्रामहरू पर्दाखेरि अब स्टेजहरूमा यसो गाउने क्लासहरूमा पनि गाइराख्ने तर चाहिँ एकचोटि मैले लोकदोरी स्टारको पेज चाहिँ मेरोमा कताबाट त्यो फेसबुकमा स्पोन्सर भनेर आयो कि किनभने अब मैले यो लोकदोरीमा अलिक बढी चासो लिने भएको भएर होला सायद अनि त्यसपछि ठ्याक्क आयो अनि अडिसन भनेर आयो अनि ठ्याक्क यो सातवटै प्रदेशमा रहेछ क्या अडिसन सातवटै प्रदेशमा अनि त्यसपछि अब गण्डकी प्रदेशको चाहिँ पोखरामा अडिसन थियो त्यसपछि देखेँ अनि त्यसपछि यो यही 82 सालको जेठको 6 गतेतिर कुरा हो देखेँ अनि त्यसपछि म गएँ देखेपछि मसँग एकजना भाइ पनि हुनुहुन्थ्यो प्रवेश ढकाल स्याङ्जाको भाइ कहाँ थियो पोखरा यो साइमन पार्टी प्यालेसमा थियो अनि गयो एकजना भाइ र म गयौँ उसले पनि गीत गाउँछ राम्रै ऊ पनि मेगा राउन्डमा पुगिसकेको छ अनि त्यसपछि गाइयो त्यहाँ चाहिँ कस्तो थियो भने मैले के सोचेको थिएँ भने सुरुमा सिङ्गल अडिसन होला भन्ने सोचेको थिएँ किनभने लोक स्टारहरू यताउता हेरिरहेको हो तर चाहिँ त्यहाँ चाहिँ दोहोरी अडिसन रहेछ क्या पछि अब त्यहाँ यताउता सोद्धाखेरि चाहिँ यो सिङ्गल हो कि दोहोरी हो भनेर सोद्धाखेरि चाहिँ दोहोरी अडिसन हो यहाँ चाहिँ एकजनाले चाहिँ ती 3वटा टुक्का गाएर अडिसन दिनुपर्छ अनि अब चिट्टाको के अरे ऱ्यान्डमली चिट्टा थुतिन्छ चिट्टा थुतेपछि चाहिँ अनि अब को जोसँग पर्न नि सक्छ त्यसपछि अब मेरो पालो अब जोसँग नि पर्न सक्यो नि त अब केटासँग पर्न नि सक्यो केटीसँग पर्न नि सक्यो अनि त्यहाँबाट मेरो चाहिँ एकजना दाईसँग पर्यो उहाँ चाहिँ दाई चाहिँ म्याग्दीको दाई हुनुहुन्छ मभन्दा त अब धेरैले सिनियर हुनुहुन्छ अनि तर चाहिँ अनि ठ्याक्क कतिमा आयो मेरो पालो भन्दा त्यही 14-15मा समथिङ कतिमा आएको थियो पालो त्यहाँबाट के गाउने त दाई कुन गीत गाउने भनेर अनि सल्लाह गरियो सल्लाह गरेपछि चाहिँ हजुरलाई कुन आउँछ त नि कस्तो गाउन सक्नुहुन्छ भन्नु न भने मैले अनि त्यही पुरानो भाका गाउँ भन्नुभयो उहाँ दाइले अनि कुन भाका भन्दाखेरि राजु परियारको झिमझिम सानो नजिमका उपरेली भुतुकै हुन्छ त्यसमा गाउन सक्नुहुन्छ दाइ भने सक्छु भन्नुभयो अनि गाइयो 3टा टुक्का थियो अनि कस्तो अब दाजुभाइको रिलेसनमा चाहिँ गाइयो अनि के गाइयो भन्दा चाहिँ अब स्याङ्जाको खबर के छ भनेर उहाँले जस्तो सोध्नुभयो अनि स्याङ्जा ठिक छ के अरे हावा ठिक छ पानीले सता छ अनि स्याङ्जाली नानीको खबर के छ भनेर उहाँ सोध्नुभयो अनि के भन्छ अरे सोध्छिन् एकदम बेला बेला सोध्छिन् भने मैले अनि त्यसपछि उहाँले चाहिँ फेरि आउँदा ल्याउनु है स्याङ्जाली सानीलाई भन्नु अनि त्यहाँबाट इन्डिङ गरियो अनि जजहरूको प्रतिक्रिया पनि ठिकै राम्रै आयो तर चाहिँ यो हावापानीको अलिकति बुझ्न सकिएन भन्नुभएको थियो भन्न त तर चाहिँ ठिक छ यतिको हजुरहरूलाई शुभकामना भन्नुभएको थियो को थियो जज चाहिँ ठ्याक्क मलाई याद भएन तर चाहिँ उहाँहरू डाइरेक्टर चाहिँ माधवराज खरेल चन्द्र शर्मा अमित खाती यस्तो हुनुहुन्थ्यो तर चाहिँ पोखरामा चाहिँ जस त्यही जीवन शर्मा हुनुहुन्छ क्या जीवन शर्मा यो जाम त भने बनको बाटो नजाम भने मायाको मन फाट्यो भन्ने गीत सुन्नुभएको थियो हजुरले उहाँहरू राजु परियार उहाँहरू सँगसँगै गाउनुभएको उहाँको हाइलाइट आएको गीत त्यही नै हो अनि उहाँ चाहिँ हुनुहुन्थ्यो तर चाहिँ बाँकीलाई चाहिँ मैले अलिकति नाम चाहिँ अब त्यति बेला अब हेरेँ होला तर अहिले याद भएन तिनी हुनुहुन्थ्यो जस शुभकामना भन्नुभयो अनि त्यसपछि त्यसको 10-15 दिनमा रिजल्ट आयो रिजल्टको वेटिङमा थिएँ म अनि ठ्याक्क त्यो लोकदोरी स्टारको पेजमा अनि ल कङ्ग्रेचुलेसन भनेर चाहिँ त्यो लोगो बनाएर चाहिँ आयो त्यसपछि ठ्याक्कै 10-15 दिनमा होला सायद लाग्छ ठ्याक्कै अब यति दिन भन्ने याद भएन तर त्यहीको अन्तरालमा हो अनि असारको 13 गते चाहिँ मेगा अडिसन थियो त्यो चाहिँ त्यो चाहिँ त्यस्तै भयो असारको 13 गते मेगा अडिसन थियो अनि काठमाडौँमा भयो कतिजना सेलेक्ट हुँदो रहेछ त्यो मेगा अडिसनमा जान मेगा अडिसनमा जानको लागि चाहिँ कति 300-400 जति छन् लगभग 300-400 लगभग 400-500 नै भनौँ न त्यति छन् अनि त्यो फर्स्ट राउन्डको दिँदा पोखरामा कति थियो मान्छे त्यति बेला चाहिँ धेरै थिएनन् 35-40 जना थिए जम्मा हजुर
एकचोटि नेपाल आइडलकोमा गएको थिएँ कि एकजना साथीले गीत गाउने भनेर गएको हजुर पुरै भिड थियो क्या त्यति बेला तिम्रो स्कुलमा थियो उम्, मेगा एडिसनमा चाहिँ अनि त्यो गाएको गीत सुनौँ न त ए मेगा अडिसनमा गएको उम्। त्यति बेला चाहिँ तिम्रो आइसकेको छैन टिभीमा होइन टिममा आइसके होइन वेटिङमा मेरो छु पोडकास्ट पहिला आउँछ सुनौँ केही हुँदैन। ए ल हुन्छ सिङ्गल अडिसन सुनाउँछु म सिङ्गल अडिसन गाउँदाखेरि पिरतीमा हार भयो जित भयो राम्रै गरे कसैको हित भयो तिते करेला तिम्रा खुसी तिमीलाई नै थमाउँदै आफ्नै बाटो तय गरेला हार भयो जित भयो राम्रै गरे कसैको हित भयो तिते करेला तिम्रा खुसी तिमीलाई नै थमाउँदै आफ्नै बाटो तय गरेला। यो थियो एउटा यो मेन टुक्का भनेको चाहिँ त्यसपछि दुईटा टुक्का पछाडि गाउनु पर्ने थियो त्यो पनि गाउँ कि कसो होइन ठिकै छ अर्को गीत पनि सुन्नुपर्छ ए हुन्छ हुन्छ अनि त्यहाँ चाहिँ जज को हुनुहुन्थ्यो त्यहाँ चाहिँ जज राधिका हमाल हुनुहुन्थ्यो राजु ढकाल हुनुहुन्थ्यो अनि सुभाष केसी अब सुभाष केसी उहाँ चाहिँ मेन सर्जक हो उहाँको गीत एउटा फुल्यो बामरी भन्ने छ एकदम हाइलाइटमा भएको गीत चाहिँ उहाँ हुनुहुन्थ्यो मेरो पालोमा चाहिँ जज उहाँ हुनुहुन्थ्यो उहाँले जज गर्नुभएको सुभाष केसीले यस्तो हुन्छ कस्तो हुन्छ भने तीनजना जजको जस्तो अब मेरो सिङ्गल अडिसन मेरो पालो आयो पालै पालो जज गर्ने क्या अर्को पालोमा चाहिँ राधिका हमालले अर्को पालोमा चाहिँ राजु ढकालले पालै पालो जज गर्ने थियो सबैले एकैचोटि गर्ने होइन पालै पालो जज गर्ने कहाँसम्म पुग्यो होला जस्तो लाग्छ मेगा अडिसन चाहिँ जहाँसम्म लाग्छ उहाँहरूले शुभकामना दिए अनुसार चाहिँ भने अनुसार चाहिँ मेरो मनमा चाहिँ अब आश त हुन्छ नै होइन भइदियोस् भन्ने सबैलाई नै हुन्छ अब यसपछि जाने भनेको टप 60मा हो अब जहाँसम्म लाग्छ पुगिन्छ कि जस्तो लाग्छ ठिक छ पुगेन भने केही छैन अरू अरू रियालिटी सोहरू आइ नै रहन्छ आफ्नो अब कर्मलाई निरन्तर दिने हो होइन कहिलेसम्म आउँछ यसको रिजल्ट चाहिँ अब भिडियोहरू हुन सुरु भइसक्यो आउन सुरु भइसक्यो अब यसको चाहिँ लगभग भनौँ अब 1 हप्ता 10 दिनमा चाहिँ आउन सक्छ होला सायद उहाँहरूले भने अनुसार चाहिँ मैले बुझेको थिएँ कस्तो एक्सपिरियन्स हुँदो रहेछ त्यो स्टेजमा पुग्दाखेरि एक्सपिरियन्स त अब जो सुरुमा त अब नर्भसै भइन्छ होइन किनभने त्यस्तरी अब रियालिटी सोमा हुन त अब फिलिङ अडिसनमा त त्यति मान्छे हुनुहुन्थेन त्यो भएको त्यति फिलिङ अडिसनमा त्यति नर्भस थिएन मेगा अडिसनमा चाहिँ अलिकति अब मान्छेहरू अगाडि हुनुहुन्थ्यो अनि त्यो भएको भएर अलिकति के होला कस्तो होला होइन जजहरूले के भन्ने हुन् होइन भन्नेवाला त त्यो भइहाल्छ तर चाहिँ अब मेरो पालो आएपछि चाहिँ जे पर्ला गाउने हो के हो अब तिनीहरूले मार्न आउँदैनन् काट्न आउँदैनन् होइन गर्ने केही होइनन् आफ्नो कला देखाउने हो त्यहाँ गएर भने अनि ढुक्कसँग गाएँ गाउँदै नाच्थेँ म त हजुर त्यस्तो फिल आउँदो रहेछ आउँदो रहेछ अनि एउटा क्यारिकेचर पनि गरिदिएँ मैले त्यहाँ राम्रै भन्नुभयो त्यो सुभाष केसी सरले वा प्रमोदजी तपाईँको यो कन्फिडेन्स ठिक छ एकदम ठिक छ तपाईँको स्याङ्जा तपाईँको घर कहाँ हो भनेर सोध्नु भएको थियो स्याङ्जाको भन्दा स्याङ्जाले त टाठा हुन्छन् नि मान्छे भन्नुभयो ठिक छ उहाँको जज गरे अनुसार चाहिँ म चाहिँ केही न केही आशावादी छु यो रिजल्ट सिलेक्ट हुने कुरामा तिमीलाई जस्तो फर्स्टमा यत्तिकै बाट नि अब त्यो कुन पहिला फर्स्ट राउन्ड पोखरामा त्यस पछाडि काठमाडौँ जाँदाखेरि चाहिँ के चाहिँ सिकाइ हुँदो रहेछ खास अब यस्तो हुन्छ अब अहिलेसम्म जुन कुरा आफूले सोचेको हुँदैन पहिला होइन यस्तो हुँदो रहेछ कि जस्तो अब टिभीहरूमा मोबाइलहरूमा रियालिटी सोहरू देखिन्छ होइन जस्तो अब लोक स्टार मैले हेर्दाखेरि चाहिँ कस्तो भने अब क्यामेराको अगाडि अब अपलोड त्यो के अरे युट्युबमा अपलोड गरिसकेपछि चाहिँ अर्कै हुन्छ तर चाहिँ अब भनौँ न फेस टु फेस अगाडि देख्दाखेरि चाहिँ अलि अर्कै के फरक त हुन्छ नै मलाई चाहिँ अनुभव धेरै कुरा गर्न पाएँ किनभने अब अहिलेसम्म नगएको
अब किनभने जजहरूको अगाडि त्यस्तो के अरे गीत नगाएको अनि त्यो धेरै कुराहरू हुँदो रहेछ बुझिँदो रहेछ अनि त्यहाँहरू अब प्रोफेसनल सिङ्गरहरू पनि आउनु हुँदो रहेछ होइन त्यहाँ अडिसन दिनलाई त्यहाँ चाहिँ एकजना त्यो हजुरले के अरे उखु पेले खुदो निबुवाको चुक भन्ने गीत हजुरले सुन्नुभएको थियो होला होइन हो उहाँ गीतको गायककार त्यो गीतको गायककार पनि आउनुभएको थियो उहाँको के सुरेश सुन्दास यास्के के हो उहाँको नाम होइन अनि तर चाहिँ मलाई थाहा भएन क्या त्यहाँ पहिला उहाँ सिङ्गर हो भने थाहा भएन अनि जे सब त्यहाँ गीत गाउँदा त एकदम स्वर त एकदम मिठो थियो क्या उहाँ त पक्कै प्रोफेसनल सिङ्गर होला भने जस्तो त लागेको थियो शङ्का गरेँ अनि त्यसपछि यसो हेरेँ मैले त्यो लोकस्टारको पेजमा हेरेँ मसँग जाँदाखेरि कसको पालो परेको थियो त नि भनेर यसो हेर्दै गएको यी दाई मसँगै परेको थिएँ भन्नाले मेरो अघि पछि अघि हो कि पछि परेको थिएँ पहिला परेको थिएँ क्या अनि दाई चाहिँ के हुन् यसो यिनको नाम भनेर यसो हेरेको सुरेश सुन्दास यास्के युट्युबमा गएर सर्च गर्छु भनेर चाहिँ यसो हेरेको चाहिँ उनको त उखु पेले खुदो निबुवाको चुक भन्ने गीत रहेछ मैले सुनिरहेको गीत हो नि त तर चाहिँ अब भनौँ न राम्रै चले पनि तर रियालिटी सोहरूमा चाहिँ आउनु हुँदो रहेछ जान्छन् होला त्यो अस्ति भोइस अफ नेपालमा नि मैले देखाएको थिएँ गीत गाइसकेको मान्छेहरू पनि त्यहाँ जाने हुन्छ तिमीलाई हुन्छ नि हजुर अब यो एक न एक समय गएपछि त यहाँबाट आउट त भइन्छ नै भइन्छ त्यो त जितेर आउट भइन्छ कि त्यो त भइन्छ नै त्यसपछि चाहिँ के सोचिरहेको छौ त्यसपछि चाहिँ म चाहिँ सानैदेखि अब यो कलाकारिता नै हो मलाई रुचि भएको क्यारिकेचरहरू पनि भेट्टाफुट्टा मैले गर्ने हो कहिलेदेखि गीत गाउँथ्यो गीत गाउन सुरु गरेको त म 1 क्लासबाट नै हो कस्तो छ भने मेरो कहानी सुन्नु है म 1 क्लासमा पढ्दाखेरि त्यति बेला चलेको गीतहरू खुमन अधिकारीहरूले गाउनु भएको गीतहरू जे होस् अब मैले फ्याट्टै गाइदिइहाल्ने क्या मलाई लाजै नमान्ने के जस्तो आउँछ त्यस्तै गाइदिइहाल्ने अनि त्यसपछि यसले चाहिँ गर्छ है यसले गीत गाउँछ अनि नाच्न पनि नाच्दिनँ फेरि यसै नाचेर मैले 500 रुपियाँ नि पाएको छु कि म फेरि कस्तो भयो भने 500 रुपियाँ पाउँदाखेरि एकदम हगानिएर म त कस्तो के एकजना अङ्कल हुनुहुन्थ्यो अङ्कललाई ढोग्ने गर्ने भएको क्या म त्यस्तो 500 रुपियाँ पाउँदाखेरि त्यति बेलाको 500 त हेर्नु न उहाँ 1-2 क्लासमा पढ्दाखेरि 500 रुपियाँ पाएको भन्दाखेरि त म त एकदम उ भयो नि त के गर्ने कि 500 रुपियाँ होइन अङ्कलले किन दिनुभयो अङ्कल कस्तो हुनुहुन्थ्यो भने अहिले त यो दुनियाँमा हुनुहुन्न उहाँ अङ्कल उहाँलाई एकदम सम्झना छ अनि उहाँले चाहिँ 500 रुपियाँ दिनुभयो किनभने अब राम्रै हुन्थ्यो उहाँको के थियो जागिर के थियो कि सर उहाँको अङ्कलको जागिर के थियो मलाई याद भएन तर चाहिँ दिनुभयो अनि एकदम खुसी लाग्यो त्यति बेला 500 अनि सर म्याडमहरूले पनि राम्रो छ तैँले गर्छस् है एउटा गर्दा 1-2वटाको क्यारिकेचर गर्दा नेताहरूको भन्नुहुन्थ्यो अनि म त्यति बेला चाहिँ शेरबहादुर देउवा अनि केपी ओलीको कसको भन्दा त्यो सीताराम कट्टेल धुर्मुस दाइले गर्नुभएको होइन उहाँ चाहिँ ओडाध्यक्ष बनेर खेल्नुहुन्थ्यो नि मेरी भाषामा हजुरले हेर्नुहुन्छ नि अनि त्यो थियो तर ओरिजिनल केपी ओलीको चाहिँ फेरि अर्कै छ क्या जस्तो ओरिजिनल केपी ओलीको कस्तो छ भने मलाई ताजुब लाग्छ मलाई आश्चर्य लाग्छ मलाई अचम्म लाग्छ भन्नेवाला छ तर ओडाध्यक्षको चाहिँ कस्तो छ भने होइन त्यो धुर्मुसे फटा कहाँ छ त्यो भन्नेवाला यस्तो यो थियो क्या यो चाहिँ तर मलाई त्यति बेला त कहाँ थाहा हुने हो त नि केपी ओली भनेर मलाई थाहा थिएन ओडाध्यक्ष अब धुर्मुसले गरेको क्यारेक्टर होला भने अनि तिनै गरिन्थ्यो अनि फ्याट्ट गरिदिइहाल्ने कि फेरि आइहाल्ने कि कताबाट क्यारिकेचर म फेरि यो कस्तो भएको भने सुरुमा मैले गरेको त शेरबहादुर देउवाकै हो त्यो पनि कसरी गरेर सुन्नु है दाइले चाहिँ मेरो दाइको नाम प्रकाश काफ्ले हो उहाँ चाहिँ अहिले गरिमा ब्याङ्कमा काम गर्नुहुन्छ स्याङ्जामा हुनुहुन्छ अनि उहाँ दाइले चाहिँ के गर्नुहुन्थ्यो भने यसै के त यो सम्धिनी यो कहाँ छौ भन्नेवाला क्या यस्तोवाला गर्नुहुन्थ्यो क्या एउटा फुलै हान नि त शेरबहादुरको ए बाबा यार हावा गरेर होस् यार नेपाली काङ्ग्रेस पार्टी भनेको 2007 सालदेखिको पार्टी हो नि यार चिना छैन यार डडेलधुराबाट यार चुनाव लडेर यार अब मान्छे यहाँसम्म आएको बहुमतीको होइन बाबा यार यार त्यो सागर ढकाल जस्तो यार त्यो पिउसले के गर्छ यार म भनेको ठुलो मान्छे भन्नेवाला होइन ठिक छ अब जानी नजानी केही गल्ती हुनसक्छ अब ठिक छ मैले क्यारिकेचर मात्रै गरेको हो नक्कल गर्न खोजेको बाँकी चाहिँ अब राजनीति विषयमा त्यति मलाई उ त छैन नलेज त छैन अनि त्यही भयो अनि त्यहीँ गरेँ शेरबहादुर देउवाको गरेँ
अनि सर म्याडमहरूले राम्रै भन्नुहुन्थ्यो। गाउँतिर पनि 1-2 जनाको क्यारिकेचर नि गरिदिने कि मैले। गाउँतिर एकजना रेग्मी साइला बा भन्ने हुनुहुन्थ्यो। अनि मैले फेरि आउँछ कि आउँदैन एकचोटि ट्राई गर्छु भनेर चाहिँ एक कान्छा सन्चै छस् कहिले आएकोस् भन्ने बेला यस्तो छ क्या उहाँ बाको चाहिँ। अनि उहाँको चाहिँ यसै गरिदिने कि नक्कल गरिदिने। अनि हाँस्नुहुन्थ्यो क्या सबैजना। फेरि मलाई आफूले अब हुन त मिल्यो कि मिलेन मलाई थाहा हुने कुरो हुन्न, म आफूले जज गर्ने कुरो हुन्न। अब मिल्यो भनेर हाँस्नुहुन्थ्यो सबैजना। प्रतिक्रिया राम्रै हुन्थ्यो गाउँघरतिर नि। यस्तै हुन्थ्यो मेरो क्यारिकेचर सुरुवात। अनि त्यसपछि मेरी बासाइमा चाहिँ खड्गाजी भन्नेवाला थियो नि दुर्मुस्के। अनि उहाँको चाहिँ कस्तो थियो पसिनुहुन्छ कि म एउटा नयाँ गीत रच्दैछु बल्छिनी, नयाँ गीत रच्दैछु, सुन्नुहुन्छ भने अलि यता आउनुहोस्। गाई टारिन्छ पक्रुनी देख्दा मन टारिन्छ टङ 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 बल्छिनी मलाई त नमिले फसायो बल्छिनी भन्नेवाला यस्तो थियो होइन। तर उहाँ चाहिँ एकदम ट्यालेन्टेड लाग्छ क्या मलाई सीताराम कटेल धुर्मुसी। किनभने कतिवटाको क्यारेक्टर गर्नुहुन्थ्यो उहाँले। के अरे मुस्कान पासा, के भन्छ अरे त्यही वडाध्यक्ष भयो। अनि उहाँ खडानन्द गुरु काशी काशी ओ कालीकी टोलाएर बस्या यो लौरोसमा त भन्नेवाला यस्तो यस्तो हुन्थ्यो। उहाँ चाहिँ एकदम ट्यालेन्टेड लाग्थ्यो। अनि अर्को चाहिँ के अरे केदार घिमिरे माग्ने बुढा, उहाँको नि गर्थेँ। अनि धुर्मुस त अब उहाँको मेन क्यारेक्टरै भइहाल्यो, उहाँलाई चिनाएको होइन। भन्नेवाला धुर्मुसको होइन। यिनीको गरेर चाहिँ अनि अब त्यस्तै हुन्थ्यो स्कुलको कार्यक्रमहरूमा नि गाउने यस्तै थियो। स्कुलको कार्यक्रमहरूमा त क्यारिकेचर गर्ने कम्पिटिसन त हुँदैन? हजुर हुँदैन। अब शुक्रबारको गीतहरूको त जान्थ्यौ होला नि तिमी पनि? गीत पनि गाउँथेँ। त्यति बेला चाहिँ गीत भन्दा पनि बढी क्यारिकेचर नै गर्थेँ कि मैले। किनभने अब सर म्याडमहरूले पनि राम्रै छ भन्नुहुन्थ्यो। त्यति बेला पढाउने सर म्याडमहरू त्यस्तै नाम पनि भन्न चाहेँ यहाँ। दुर्गा म्याडम हुनुहुन्थ्यो। अनि त्यसपछि भरत रेग्मी सर हुनुहुन्थ्यो। निलबहादुर सर भन्ने हुनुहुन्थ्यो। म चाहिँ स्याङ्जाको कालिका सेकेन्डरी स्कुलमा पढेको हो। त्यहाँ चाहिँ मेरो बाल्यकाल त्यतै नै भयो। रमाइलो थियो बाल्यकाल सम्झिँदाखेरि। एकदम याद आउँछ मलाई त्यो। अब घरतिर गएर बस्दाखेरि चाहिँ यसो डाँडा पाखातिर हेर्दाखेरि त्यो मेरो बाल्यकाल फर्केर आइदियोस् न भन्नेवाला। यदि आइदिएदेखि अहिले हुन्छ नि सरलाई हुन्छ, मलाई एकदमै धेरै मिस हुन्छ। अनि त्यो डाँडा पाखामा बस्दाखेरि चाहिँ अब के अरे त्यो बेलाको याद आउने। अनि यस्तो यस्तो मैले यस्तो गरेको थिएँ, अहिले आएर के हुँदैछ यो जिन्दगी, के रहेछ र हो, कसरी अगाडि जाने रहेछ र होइन, दुःख मात्रै पर्ने हो कि होइन, अथवा दुःख पछि बल्ल सुख आउने हो कि रातपछि दिन आए जस्तो, के रहेछ र यो जिन्दगी भने जस्तो अब हुन्छ, खुल्दुली हुन्छ। अनि त्यस्तै हो सर। अरू के अरे थानेश्वर गौतमको गीत छ नि होइन? हजुर। रात किन हुन्छ हजुर भन्ने। हजुर। अनि तिमीलाई चाहिँ यो गीत गाउनु पर्दा तिमी फर्स्टमै भनेको फर्स्ट स्टेजमा छौ होइन? हजुर। यो भनेको बल्ल सुरुवात हो। कसको सपोर्ट छ? सपोर्ट छ मलाई मेरो दाइको, प्रकाश काफ्ले मेरो दाइको सपोर्ट छ। ठिकै छ। बाबाको भन्दा पनि दाइको सपोर्ट छ मलाई। मम्मी मेरो गाउँमै हुनुहुन्छ, मम्मीको नि ठिकै छ। मैले यता क्यारिकेचर गाउँदा गीत गाउँदा ठिक छ, खासै केही भन्नुहुन्न कि। मम्मीले कस्तो हुन्छ भने अब अरूहरूले कति गरेको तँ कति गरेको चुप लाएर बस भन्नेवाला हुन्छ नि, तर मम्मीले चाहिँ आनन्दले सुनेर बस्दिनुहुन्छ कि। कतिको मिलेख मम्मी भनेर भन्छु मम्मीलाई। अनि राम्रो छ, ठिक छ भन्नुहुन्छ। अनि ठिक छ, एकदम मम्मीको नि एकदम माया लाग्छ मलाई। मम्मी पनि अलिकति रोगी हुनुहुन्छ। के छ तिम्रो अलि फ्यामिली स्ट्याटस भन न? मेरो 2टा मम्मी हुनुहुन्छ। अनि म 3 क्लासमा पढ्दाखेरि बाबाले बिहे गर्नुभएको। ठिक छ, अब एउटा हुनुपर्ने कुरा त अब सबैको भइ नै रहन्छ होइन। हुनुपर्ने अब देखेको पाइँदैन, लेखेको पाइन्छ भन्ने अब सुन्नुभएको थियो।
ठिक छ, त्यस्तो मलाई केही समस्या पनि छैन, सबै कुरा राम्रै चलिरह होइन। दाइको मेन कुरा भनेको दाइको सपोर्ट छ मलाई। अनि दिदीले पनि कहिलेकाहीँ हौसला दिनुहुन्छ, राम्रै गरे हस्, गर भन्नुहुन्छ। अनि त्यसपछि ठिक छ, अब यतिको सपोर्ट भएपछि चाहिँ अगाडि बढ्न सकिन्छ। गरिएला एक दिन, सबैको सङ्घर्ष नै त हो, सङ्घर्षपछि एउटा दिन आउने हो भन्नेवाला फिल हुन्छ। सङ्घर्ष नगरी त आज अब आकाशमा रकेट पनि भनौँ न, चन्द्रमामा रकेट कसरी पुग्यो, एउटा सङ्घर्ष गरेर हो, नासाका वैज्ञानिकहरूले गर्दाखेरि। त्यो हुन्छ, सङ्घर्षपछि एक दिन सबैको आउँछ। त्यसैको अब प्रतीक्षामा भन्नाले भरमा त छैन, तर आशमा चाहिँ छु म। त्यस्तै हो सर। बुवाले के भन्नुहुन्छ? बाबाले चाहिँ ठिकै त्यति अब दाइहरूले जस्तो त गर्नुहुन्न होइन, तर ठिकै हो। तर यो बाटो भन्दा पनि अर्को बाटो अब सरकारी जागिरहरू यस्तो होइन, सरकारी जागिर अरू गरेदेखि एउटा अथवा विदेशै गइदिएदेखि राम्रो हुन्छ। तँलाई सबै विदेश पनि गइरहेछ भन्नुहुन्छ, तर चाहिँ मलाई मेरो इच्छा के हो भने सर, अब सकेसम्म विदेश नजाऊँ होइन, यहीँ केही गरौँ, हाम्रो गाउँलाई एउटा नमुना गाउँ बनाऊँ। मेरो गाउँ चाहिँ स्याङ्जा पुतली बजार 12 दोबाटा भन्ने ठाउँमा हो। गाउँबाटै म एउटा राम्रो भएर स्थापित हुन्छु होइन, गाउँलाई एउटा भनौँ न विकासको कामहरू यताउता गर्नलाई। अनि अब सबैले गाउँ छोड्यो भने त गाउँमा को बस्ने हो त नि सर? ल बुढाबुढीहरू मात्रै लास लिएर हिँड्ने मलामी पनि छैन, लास उठाएर हिँड्ने मलामी पनि छैनन् कि सर, के गर्ने? त्यो भएपछि यसो उराठ लाग्छ कि मलाई गाउँघरतिर जाँदाखेरि। घरमा एकुन्टा बुढाबुढीहरू बस्नु भएको छ हाम्रै गाउँमा पनि। त्यो भएपछि होइन यस्तो सधैँभरि हुने हो र पछि नआउलान् र त्यो विदेश गएका मान्छे फर्केर नआउलान् र भन्नेवाला चाहिँ हुन्छ कि सर। त्यो भएपछि विदेश जान चाहिँ मन लाग्दैन। विदेश जान मन लाग्दैन मलाई। अनि सकेसम्म नजाने हो के अरे, तर होइन मैले आफूले कोसिस गर्ने हो। तर चाहिँ के हो त नि, कि यो भाग्यले कहिलेकाहीँ मान्छेले कस्तो परिस्थिति बनाइदिन्छ के, एकदम अप्ठ्यारो परिस्थिति नि बनाइदो रहेछ के। मैले किनभने म अब धेरै बुढो त भएको होइन, मेरो उमेर पनि धेरै छिप्पिएको त होइन, भर्खर 23-24 अब भनौँ न 23 वर्ष प्रवेश गरेँ, धेरै बुढो पनि होइन म। अनि यो दौरानमा पनि यो अन्तरालमा पनि मैले धेरै कुराहरू भन्नाले धेरै कुरा होइन, केही कुराहरू सिकेँ। धेरै कुरा सिक्न त अब अलि 50-60 वर्ष 70 वर्षको उमेरमा सिकिन्छ होला, तर मैले चाहिँ केही कुराहरू जिन्दगी के रहेछ त नि भनेर एउटा क्लु हुन्छ नि, क्लु जस्तो चाहिँ मैले थाहा पाएँ, बुझेँ के रहेछ। जिन्दगी एउटा सङ्घर्ष पनि रहेछ, सङ्घर्षपछिको एउटा फल आउने फल रहेछ। अनि त्यसपछि अब झरीपछि घाम लाग्दैन भनेर हामीले भन्नु चाहिँ हुँदैन, किनभने झरीपछि एक दिन झरी मात्रै पर्दैन नि त, सधैँभरि रात मात्रै पर्दैन, दिन पनि आउँछ। अनि त्यसपछि जस्तो अब सिजन पनि हेरौँ न, अब जाडोपछि गर्मी आउँछ, अनि हो भने चाहिँ एउटा हुन्छ मान्छेको सबैको सिजन हुन्छ। सिजनमा चाहिँ त्यो सिजनलाई नै रमाएर हामीले गऱ्यौँ भने चाहिँ, त्यही सङ्घर्षमै रमाउन जाने भने चाहिँ जिन्दगी चाहिँ बल्ल पूर्णता हुन्छ जस्तो लागिरहेछ। हेर्दै जाउँ, अब कतिलाई त अब भाग्यले नि साथ दिँदो रहेछ सर होइन, कति मान्छेलाई अब सुती खान पनि पुग्छ, छैन नि त सर। ल भन्नु त, सुती खानु पुग्ने पनि बाबुबाजेको सम्पत्ति मजाले टन्न छ होइन, सुती खान पुग्यो, बाबुले दिइरहन् भन्नेवाला जति पनि अब छन्। तर चाहिँ तिनीहरूको हेरेर हामीले त्यस्तो ठिक कि यस्तो सङ्घर्ष होला जिन्दगी? सङ्घर्षै ठिक के, सङ्घर्षले धेरै कति कुराहरू बुझाउँछ के होइन, ल भन्नु त, कति बुझाउँछ जिन्दगीको पाटहरू। यो जस्तो अब तपाईँलाई मैले एउटा कुरो भन्छु सुन्नु, अब काम गर्न अल्छी लाग्छ नि होइन, तर काम गरिसकेपछि त गर्ने बानी भएपछि त अल्छी लाग्दैन नि त। हो, कामै गरे होइन अन्त अनि काम गर्न अल्छी लाग्छ, अनि पढ्न पनि अल्छी लाग्छ। जुन मान्छेले पढेकै छैन अन्त पढ्न अल्छी लाग्दैन त नि। पढ्दै नपढेपछि त अल्छी लाग्छ नि त। त्यो पढ्न पऱ्यो, पढ्न पऱ्यो पहिला, अनि त्यसपछि काम गर्नलाई काम गरिसकेपछि बल्ल जाँगर आउने हो। अनि त्यसपछि त्यो एउटा सबकन्सियस माइन्ड नै त्यही अनुसार बनेको हुन्छ। अनि सबकन्सियस माइन्डलाई अल्छी बनाएपछि त्यो नेगेटिभ कुराहरू भरेपछि त कहाँ हुन्छ त सर, होइन र? एउटा गीत सुनाऊ त्यसो भए। हो र, धमाला स्टाइलमै दिएको गीत चाहिँ
म त्यो दोहोरीमा गाएको गीत चाहिँ खेतमा टुनी टुनीमा चिल बस्यो, के भो ख्याल ख्यालमै दिल बस्यो भन्नेवाला त्यो गाउन जाएँ। मजाले यस्तो ढुक्क भएर गाऊ, माइक नजिक आउनु पर्दैन हो त्यत्तिकै। उजेली छेउ जुन पनि मधुरो, तिमी बिना जिन्दगी अधुरो। उजेली छेउ जुन पनि मधुरो, तिमी बिना जिन्दगी अधुरो। खेतमा टुनी टुनीमा चिल बस्यो, के भो ख्याल ख्यालमै दिल बस्यो। खेतमा टुनी टुनीमा चिल बस्यो, के भो ख्याल ख्यालमै दिल बस्यो। आखै के भो ख्याल ख्यालमै दिल बस्यो। यो गीत मैले दोहोरी अडिसनमा गाएको थिएँ। जस राम्रै छ भागा, लोक स्टारले बनाएको भागाहरू हो यो। उहाँ के हो अमित खाती सरले बनाएको भागा हो। राम्रै छ। अडिसनहरूमा अरू साथीहरूले पनि यही गीत गाउनु भएको थियो। अनि अलिकति यो लोक स्टारको बारेमा, दोहोरीको बारेमा अलिकति जोडौँ कि अथवा हुन्छ भन न। त्यति बेला चाहिँ एकजना विक्रम भन्ने सर पर्नु भएको थियो। मेरो एजको जस्तो हुनुहुन्छ उहाँ साथी चाहिँ। अनि ठ्याक्क दोहोरीमा चाहिँ उहाँसँग पर्यो। उहाँसँग परेपछि चाहिँ ल कुन प्रसङ्गमा गाउने त नि भनेपछि साथीको बारेमा गाउँ होइन। अनि ल हुन्छ त भन्नुभयो। अनि सुरुमा त्यस्तै अब धेरै पछि भेट भयो साथी होइन। अब के गरेछौ भनेर उहाँले चाहिँ सोध्नु भएको थियो। अनि त्यसो दोहोरीमा के सोध्नु भएको थियो। अनि सोचे होला रजाइ छ मजाइ छ, गाउँघरको सम्झना अझै छ साथी भने। अनि त्यसपछि अनि किन बिर्स्यौ त नि भनेको, बिर्से छैन फेरि आउने हो अनि भने मैले। अनि त्यसपछि ल ठिक छ, बाबुआमालाई नि सोधेछ भनिदिनु भनेर उसले भन्यो। अनि त्यसपछि मैले भने चाहिँ ल ठिक छ मैले सम्झेछ भनिदिन्छु, फोटो खिच्छु होइन, हाम्रो फोटो हामीले भेटेको फोटो खिच्छु। अनि त्यसपछि बाबाआमालाई लगेर देखाउँछु भन्नेवाला चाहिँ त्यो इन्डिङ पार्ट थियो क्या, त्यही थियो। अनि त्यसपछि राजु ढकालले जज गर्नुभएको थियो त्यसमा चाहिँ। अनि उहाँले चाहिँ ठिक छ, तर चाहिँ अलिकति यो अन्तिमको शब्दमा चाहिँ प्रतिस्पर्धामा आइसकेपछि यो लगेर र के अरे फोटो खिच्छु देखाउँछु लगेर खुसी छु म धेरै हेर भन्नेवाला यो थियो होइन। तर चाहिँ अलिकति यसमा चाहिँ अलिकति भनौँ न के नयाँ अलिकति केही कुराहरू थप्दाखेरि चाहिँ राम्रो हुन्छ भन्नुभएको थियो। त्यही छ, ठिक छ। अरू चाहिँ टाइमिङ राम्रो छ अनि लयहरू राम्रो छ, ठिक छ, दुवैजनालाई शुभकामना भन्नुभएको थियो। उहाँसँग नि कुरा भइरहेको छ विक्रम सरसँग। तिमीलाई यो दोहोरी गाउन आउँछ भनेको यत्तिकै त्यो टुक्काहरू हुन्छ नि, कोही त एकदमै दोहोरी गाउने त्यस्तो पनि आउँछ? मैले अब त्यस्तै अब लाइभ दोहोरीहरू चाहिँ मैले गाएको छु भन्नाले हुन्छ नि, लाइभ दोहोरीहरू यस्तो यो इन्द्रेणी जस्तो अनि यिनीहरू इनेबल रोदिगर भन्ने यस्तो यसमा चाहिँ यस्तोमा गएर चाहिँ मैले गाएको छैन होइन। आउँछ कि आउँदैन भनेको आउन चाहिँ अन द स्पट अब जस्तो के प्रसङ्गमा हो नि त गाउने भनेर चाहिँ अब हजुरले सुरु गर्नुभयो। सुरु गरेपछि चाहिँ ल केबाट सुरु हुन्छ त नि भनेर मैले ठ्याक्कै त्यहीबाट चाहिँ गर्दै गर्दै चाहिँ त्यो शब्द एउटा शब्दले चाहिँ त्यही शब्दलाई चाहिँ कसरी फर्काउने, उत्तर फर्काउने हजुरले भनेको चाहिँ के छ सन्चै छ, धेरै पछि भेट भयो भनेर हजुरले सोध्नुहुन्छ। भेट भयो त नि, त कहाँ थिइस् अहिलेसम्म, के भयो त हराइस्? हरा होइन यार साथी होइन, हरा होइन, म तँलाई नै सम्झिरहेको थिएँ, जाऊँ न कतै गएर चिया खाम, कफी सफी पियौँ भन्नेवाला त्यो हुन्छ। अनि के कफी पिउने के चिया पिउने रौसी खाइदिउँ भने जस्तो के हुन्छ नि। दोहोरीमा चाहिँ त्यसरी नै जान्छ क्या सर। त्यो हो, त्यसरी गर्नुपर्छ दोहोरीमा। तर मलाई यो दोहोरी गाउन चाहिँ एउटा कला नै चाहिन्छ जस्तो लाग्छ। चाहिन्छ गर्नु पर्यो नि होइन। त्यो त चाहिन्छ। मैले चाहिँ खासमा के हो भने यो दोहोरी अडिसन नै हो भनेर म गएको थिइनँ वास्तवमा होइन, सिङ्गल हो भनेर गएको थिएँ। गएपछि गएको के सर, गएपछि चाहिँ अब सिलेक्ट भइसकेपछि अब मेगा अडिसनमा नि जानै पर्यो। यस्तो हुन्छ के, अब म सक्दिनँ भनेर बसेर हुँदैन कि जिन्दगीमा, म सक्छु, जस्तो पनि सक्छु। परिआएको खण्डमा भनौँ न कि त्यो क्षेत्रमा लाउनै भएन, म सक्छु, गर्छु होइन। त्यस्तै हो सर। अब एउटा ऊ चाहिँ जुनुन चाहिँ हुनुपर्ने रहेछ कि एउटा मान्छेमा, त्यो चाहिँ लाग्छ है सर।
स्याङजामै धेरै कलाकारहरू हुनुहुन्छ होइन, हुनुहुन्छ। कसलाई भेटेछौ? मैले चाहिँ भेटेको भनेको अब जजहरूलाई अब भेटिहालेँ त्यति बेला। अरू चाहिँ मैले प्रत्यक्ष भेटेको चाहिँ त्यस्तो खासै छैन सर। अब भेट्ने चाहिँ मेला महोत्सवहरूमा मेला गएन? महोत्सवहरूमा कोही कलाकार देखेको आउँदैछ भने हामी त हाम्रो बेलामा गइन्थ्यो। हो उम्, जानुहुन्थ्यो। कोही मैले चाहिँ कलाकार बद्री आउँदैछ भने हजुर हजुर बद्री पङ्गेनी सरलाई भेटेको हो। उम्, स्याङजागे महोत्सवमा आउनुभएको थियो। अनि अब दुर्गेश थापाहरू उहाँहरू तिनै अनि रचना रिमाल यस्तै उहाँहरूलाई भेटेको हो मैले भेटेको। अनि फोटो खिच्न चाहिँ त्यति पाइनँ किनभने उहाँहरू एकदम अब स्टेज प्रोग्राममा गएर फोटो खिच्ने कुरा भएन। अब बाहिर पनि त्यस्तै अब को मनपर्छ सबैभन्दा धेरै? मलाई चाहिँ अब लोक दोहोरीमा चाहिँ राजु परियार होइन, एकदम अग्रज हुनुहुन्छ। उहाँको गीत पनि एकदम डाली पलायो माया पलाइन, यति त टोलाइन धन्नै बोलाइन अनि एकदम चलेको गीत हो त्यो गीत। एकदम मन पर्थ्यो मलाई। अनि झिमझिम सानो नजिमगाउँ परेली भुतुके हुन्छु म। अनि अर्को पहिलो नम्बरमा चाहिँ मैले राजु परियारलाई राख्छु। दोस्रो नम्बरमा चाहिँ मैले विमल राज छेत्री, लाको माया अर्कैलाई चन्दा भयो, आउने जाने मूल बाटो बन्दा भयो भन्नेवाला उहाँको गीत चाहिँ एकदम सानैदेखि एकदम भनौँ न। अनि अर्को चाहिँ गर्नु गऱ्यो बलराम भैँसी पालेर, दुनियाँलाई ढाँटेर, खाँटी दुधमा पानी हालेर। सुन्नुभएको थियो सर होइन? कसको? यो चाहिँ राजु परियारकै गीत हो। यो गीत चाहिँ गाडीहरूमा विशेष गरी गुनगुने बज्ने गर्थ्यो। अनि त्यति बेला चाहिँ कस्तो मजा लाग्ने कि गाडीमा गीत सुनेपछि। मामाहरू जाँदाखेरि त्यो गीत बस्थ्यो अनि छुट्टै आनन्द लाग्ने के। अनि अर्कोचोटि बसमा चढ्दा पनि त्यही गीत बजिदियोस् न भने जस्तो हुने के त्यो हुन्थ्यो। अनि आनन्द लाग्थ्यो। जस बाल्यकालको सम्झिँदाखेरि केही थियो, टेन्सन हुन्थेन, काम पसाम केही गर्नु नपर्ने होइन, खायो बस्यो सुत्यो। अब सबैको अब त्यो बाल्यकाल फर्किन्छ भन्ने यो सम्भव त छैन। बुढेसकालमा फर्किन्छ अरे फेरि। बुढेसकालमा हो, हजुरले भनेको कुरा नि ठिकै हो। बुढेसकालमा चाहिँ अब बच्चा बच्चीलाई जस्तो बुढाबुढीहरूलाई स्याहार गर्नुहुन्छ नि मान्छे त। फेरि बच्चा हुन्छ अरे कि बुढेसकाल। हजुर हो त नि। बुढेसकालमा त्यही त अब यस्तो हुन्छ। अब सबैको त होला भन्दिनँ, कोही त वृद्ध आश्रममा पनि राख्नु भएको देख्नुभएको छ होला। त्यही त अब वृद्ध आश्रममा यो चाहिँ मलाई एकदम रिस उठ्छ क्या कहिलेकाहीँ सोद्धाखेरि। कति गर्नुभएको हुन्छ होइन, बाआमाको देन कति हुन्छ छोराछोरीप्रति, नाति नातिनाप्रति। मेरै हजुरआमाको नि मलाई कति माया लाग्छ। हजुरआमा अझै हुनुहुन्छ, 88-89 वर्षको हजुरआमा हुनुहुन्छ होइन। अनि एकदम म बाँचुन्जेल होइन, मैले सकुन्जेल म मेरो हजुरआमालाई वृद्ध आश्रममा राख्न म कसैलाई पनि दिनु भन्नाले बाआमाको सोच पनि अब कहिलेकाहीँ राख्दिउँ भन्ने वाला हुनसक्छ नि त। तर त्यस्तो त नहोला होइन, हुँदैन। त्यस्तो सोच पनि छैन हाम्रो बाबाको, मेरो ठुला बाबाको छैन त्यस्तो। तर चाहिँ म एकदम हजुरआमासित एकदम राति कुरा गरिराख्छु, पुरानो कुराहरू, हाम्रो नातागोताको कुराहरू के छ त नि। हजुरआमा हाम्रो नातागोता के हो, यो नातो के हो, कसरी भएको यो नातो भन्नु न हजुरआमा भन्दाखेरि यसरी भएको हो, यस्तो हो भनेर चाहिँ भन्दाखेरि चाहिँ अनि त्यो हाम्रो जग्गा चाहिँ कति थियो त नि हजुरआमा, यो कसरी सुरुवात भएको हो होइन, को हजुरबाको जग्गा कति थियो, हजुरबाको सम्पत्ति कति थियो होइन। यस्ता कुराहरू रमाइलो लाग्छ हजुरआमाले। मजा हुन्छ नि है बुढाबुढीसँग कुराकानी गर्दा। एकदम हामी पनि हजुरआमासँग कुराकानी गरिन्थ्यो, तर अनफर्चुनेटली हुनुहुन्न अहिले त होइन। भएको भए सायद मैले एउटा पडकास्ट गर्थेँ होला हजुरआमासँग। त्यही त नि एकदम नमन छ हजुरआमालाई पनि। त्यही त अब तिमी अब के सोच्दैछौ त? अब यो कलाकारी त अब यत्तिकै त हुँदैन होइन, हुँदैन। अब गीतहरू रेकर्ड गर्ने होला, आफै पनि बनाउने होला। त्यो अब गीत रेकर्ड गर्न त अलिकति अब हजुरलाई पनि थाहा होला, अलिकति इन्भेस्ट चाहियो होइन, पुँजी त चाहियो कि। तर पहिला त आफूसँग हुनु पर्यो नि। हुनु पर्यो, त्यो हुनु पर्यो। अब म कसो गर्छु भने अब युट्युबहरूबाट, टिकटकहरूबाट आफूले अहिले त सजिलो छ नि अहिले त। अब हेर्नु न, अब केही गर्नै पर्दैन टिकटकमा। अब एउटा अब जस्तो रचना रिमालकै कुरा गरौँ, मैले अरू त याद आएन ठ्याक्कै। रचना रिमाल पनि युट्युबबाट रियालिटी सोहरूबाट यस्तैबाट आएको। अहिलेको धेरै नयाँ कलाकारहरू, समीक्षा अधिकारी हो कि भन्नु त। अनि उहाँहरू चाहिँ यस्तैबाट आउनुभएको। त्यही भएर म चाहिँ के गर्छु भने म आफ्नै युट्युब च्यानल खोलिरहेको छु अहिले। सबैलाई सब्सक्राइब गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। के छ नाम त्यो पनि भन्नु? प्रमोद काफ्ले छ। अब यस्तै इन्टरटेनमेन्टका भिडियोहरू बनाउँछु मैले, कमेडी टाइपको भिडियोहरू बनाउँछु। अनि अब गीत गाएँ भने पनि अब कमेडीकै भनेर गाउँछु। म चाहिँ अब यस्तो गर्छु सर, अब गीत गाउँछु,
कमेडी तरिकाले अगाडि जस्तो पशुपति शर्मा पनि एकदम हास्य गायक जस्तै हो नि त उहाँ। अब उदाहरण मैले उहाँको दिएँ। अनि म अब त्यसरी नै गर्छु भन्ने अब सोचिरहेको छु, भिडियो अपलोड गरिराख्छु। तर चाहिँ अब बिस्तारै अब अहिले त त्यति क्वालिटेबल मोबाइल छैन। अब अलि राम्रो मोबाइल किनेर चाहिँ म भिडियो अपलोड गर्दै जान्छु अनि हाल्दै जान्छु। हेरौँ अब गर्दै जाँदाखेरि कुन बेला के आफूले आफ्नो तर्फबाट दिने हो भिडियो, जति नि हाल्ने हो। तर चाहिँ जेसुकै होस् कि कर्म गर्ने फलको आश नगर्ने के। श्रीकृष्णलाई सम्झिने होइन। हेरेछौ महाभारत? महाभारत मैले होइन भन्नाले हेर्न त हेरेको थिएँ सानो बेलामा, तर चाहिँ त्यति याद त छैन। तर चाहिँ अब उहाँहरूले गरेको अब युद्धको कुराहरू चाहिँ कहीँ कहीँ सुन्दाखेरि चाहिँ धेरै ज्ञान लिन लागेको छ। हेरेको छैन भने पनि हेर होइन। हजुर हेर्छु, हेर्ने पढ्ने गरे हुन्छ। रामायण त हेरेको हो सर। अब यसो गरौँ न, तिम्रो अलिकति यो छुटेको क्यारिकेचर हजुर अघि छुटेको र गीतहरू चाहिँ सुनौँ। हुन्छ। म चाहिँ आदरणीय अग्रज कलाकार अर्जुन घिमिरे पाँडे उहाँको चाहिँ गर्न चाहेँ होइन। उहाँको चाहिँ कस्तो छ भने सकिएको निको मेरी मोहिनी खटम्बो बरबाटै भन्ने होइन। गाईको अनुहार पर्या गोरुटो च्वाचे जेठानले मेरो चन्द्रमुखीलाई माइतो लयो नि जोइन्टे। अब हामी के खाएर बाँच्ने होला भन्ने वाला यो छ उहाँ अर्जुन घिमिरेको। अनि उसकै भतिज भनेर खेलेको जयन्ते, उहाँको नाम चाहिँ ठ्याक्कै याद भएन, गोविन्द कोइराला। जयन्ते भनेर खेल्नु भएको छ। तिमीलाई धोती लुडे काका, यहाँ छन्जेल चाहिँ कहिल्यै पनि राम्रो व्यवहार गरेनौ। अनि तिनका दाइले उन माइत नलर कहाँ लान्छन् त नि। अनि भन्ने होला यो जयन्ते उहाँको चाहिँ। अर्को चाहिँ हाम्रो सागर लम्साल बोले, उहाँको चाहिँ कस्तो छ भने ए आमा सही कुरो साङ्लो बरो, सही कुरो। तपाईँ त एकदम आइडिया मास्टर हो नि बरो। मलाई छुट्टी मिलाउन केही आइडिया निकाल्नु पर्यो बरो। म त छुट्टी बिना बाँच्दिन होला बरो भन्नेवाला छ। अनि उहाँको के अरे कक्रोच चाहिँ के भन्नुहुन्छ भने ए मेरो आँपे, ए मेरो साथी त छ्यास्स बस ल, म तेरो लागि छुट्टी मिलाउने आइडिया म निकालिहाल्छु है भन्नुहुन्छ। अनि त्यसपछि अर्को चाहिँ कुमार कट्टेल जिग्रीले चाहिँ के भन्नुहुन्छ भने मेरो भाइ गाई तुण्डे त धेरै नबोल्ल, बरु म तँलाई छुट्टी मिलाएर स्याङ्जा ज्याग्दी खोलाको माछा खुवाउँछु है मेरो भाइ। त्यो तेरो अन्तिम भनाइ के हो भन्नेवाला यस्तो छ। अनि सकिएको निको अनि उहाँ अनि त्यसपछि काकु भन्ने हुनुहुन्छ। काकु भन्नेको चाहिँ राम 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 के देख्नु पर्या यस्तो, रतुवाले रक्षालाई भगाइसक्यो। अब तो रतुवालाई ज्वाइँ नमानेर के मानिदिए हुन्थ्यो जस्तो लाग्छ भन्ने बेला यस्तो थियो। अनि त्यसपछि यो चाहिँ त्यो भयो। अनि मैले अरू गर्ने भनेको अघि मैले गरिहालेँ मेरी बासाईको। अनि यो हिरो सिनेमाको हिरोहरूको राजेश हमाल, दिलीप रायमाझी, स्वर्गीय श्रीकृष्ण श्रेष्ठ उहाँहरूको नि गर्छु। राजेश हमालको गर्न चाहेँ। अब चाहिँ नि किसान सर आरामै हुनुहुन्छ? चाहिँ नि फिल्म इन्डस्ट्री अहिले चाहिँ के भइरहेछ, मैले गर्ने बेलामा चाहिँ 25 वर्ष चाहिँ नि काँधमा राखेर फिल्म इन्डस्ट्री मैले चलाएको हो। त्यति बेला एक्सन हिरोहरू चाहिँ नि दिलीप रायमाझी, हाम्रो रवि ढुङ्गाना, विराज भट्ट उहाँहरू हुनुहुन्थ्यो। एकदमै राम्रोसँग चलिरहेको थियो। सिनेमा हेर्नको लागि हलमा लाइन लाग्थ्यो। किसानजी चाहिँ नि हाम्रो सहकारी पनि राम्रै भएको हो। दिलीपजी यसमा तपाईँ के भन्न चाहनुहुन्छ? अहिले पनि भन्नु न प्लिज, अहिले पनि भन्नु न राजेश दाइ। दिलीपजी तपाईँ के कुरा गर्नुहुन्छ? तपाईँलाई अब मैले भाइको नाताले आई लभ यु त भनौँला, तर तपाईँ अब मेरो गर्लफ्रेन्ड त होइन नि।
मैले आई लभ यु भन्ने त मधु भट्टराईलाई हो चाहिँ नि होइन के राजेश दाई तपाईँ मेरो दाई नै हो तपाईँले आई लभ यु भन्नु न प्लिज आई लभ यु भन्नु न प्लिज तपाईँले आई लभ यु भन्नुभयो भने कमसेकम म त महानायक हुन्छु कि चाहिँ नि तपाईँ कसरी महानायक हुनुहुन्छ महानायकको ट्याग त हामीलाई दिइराख्नु भएको छ दर्शकहरूले दाई त्यसो भए गल्ती भयो दाई म अब त्यस्तो भन्दिनँ हिँड्नुहोस् न जाउँ बरु कतै गएर चिया पिउँ चाहिँ नि केही खाउँ जाउँ हिँड्नुहोस् मलाई त एकदम भोक लागिरहेको छ मलाई त एकदम भात खान एकदम मन लाग्छ नि म त भातको एकदम भोकी हो नि राजेश दाई अब चाहिँ नि यस विषयमा चाहिँ नि हाम्रो श्रीकृष्ण श्रेष्ठ ठिक छ उहाँलाई पहिलेको वार्ता हो यो उहाँलाई एकदम सम्झेँ उहाँ अहिले यो दुनियाँमा हुनुहुन्न ए लाटा कस्तो लाग्यो यो चाहिँ हामी तिन भाइ फिल्मको है डायलग कस्तो लाग्यो सायद जीवनमा कहिले थप्पड खाएकी थिइनौ होला यो मायाको नाटक यस क्याम्पसमा मात्र चल्छ मेरो घरमा होइन अनि बेला त झर्न थापालाई अनि फ्याट्टा हानेको थियो क्या त्यसरी हामी तिन भाइमा चाहिँ अनि यिनीको थियो अनि अरू चाहिँ मैले उहाँ भेलु बाजे पनि गर्न चाहेँ भेलु बाजेको म जान्न होला यार गएको नि कता जाने हो कहाँ जाने हो हैरान पारेर बसेछु यार के गर्ने हो तेरा केटाहरू कति छन् बोला 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 मेरा केटाहरू पनि छन् 50-100 जना छन् बोला कुन तेरो बाउले भने पक्नुहोस् त चाहिँ नि एकचोटि चाहिँ म काभ्रे जिल्ला गएको थियो है यहाँबाट काठमाडौँबाट चाहिँ नि 5 घन्टा जति टाढा पर्छ काभ्रे जिल्ला खोइलीलाई देखेको नाङ्गे बसेको हत्तेरिका मा टोक्ने भन्ने होला यसो एकदम उहाँको चाहिँ अर्ग्यानिक हुन्थ्यो होइन एकदम गीत सुनाउँ त्यसो एउटा अब म चाहिँ राजु परियारको फुलमा मौरी डुल्ने बेलामा भन्नेवाला चाहिँ तिमीलाई देख्न मन लागेर स्कुलबाट उठेमा भागेर फुलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिराती छुट्यो तोरी फुल्ने बेलामा देख्न मन लागेर स्कुलबाट आउँथेमा भागेर फुलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिराती छुट्यो तोरी फुल्ने बेलामा राजु परियारको यो थियो अनि अर्को रानीघाटैमा भन्ने सुन्नुभयो होइन विमलराज छेत्रीको उहाँको सम्मान गर्दै लाको माया अर्कैलाई चन्दा भो आउने जाने मूल बाटो भन्दा भो रानीघाटैमा किन काँडा रोप्यौ नि निरामाया आउने बाटैमा अर्कैलाई चन्दा भो आउने जाने मूल बाटो भन्दा भो रानीघाटैमा किन काँडा रोप्यौ नि निरमाया आउने बाटैमा हजुर ल पर्मत मैले त्यो सङ्गीत सिकेको कुरा पनि हजुरलाई जोड्न चाहेँ होइन यहीँ पोखरामै हो न्यु रोडमा एउटा सङ्गीत क्लास थियो त्रिवेणी सङ्गीतालय भन्ने नवराज बराल भन्नेले सिकाउनुहुन्थ्यो 2 महिना त्यहाँ सङ्गीत सिकेर पनि सङ्गीतको सुरतालहरू पनि अलिअलि मैले केही नलेज भयो त्यहाँबाट पनि जोस् अलिकति बढी सुरुवात त्यहाँबाट भएको कति समय सिक्यो 2 महिना सिकेँ त्यहाँबाट अनि केही परिस्थिति बस म घर आएर बस्नु पर्यो मम्मीको हात भाँचियो अनि मम्मीको केही समय अनि गरेपछि केयर गरेपछि अनि त्यसपछि अनि म फेरि पोखरै आएको आउनु त अनि लकडाउन भयो होइन यो 2077 सालतिर लकडाउन भयो लकडाउनको बेलामा पनि मैले मजाले गाएको गीत होइन त्यति बेला
होइन गाउँघरतिर बसेर घाँस काट्ने अनि यसो बारीतिर जाने गाउने त्यस्तै हुन्थ्यो सर। ल अब राम्रोसँग अगाडि बढ होइन। हजुर एउटा कुरा चाहिँ अब तिमीले अस्ति सक्सेस कहिले भइन्छ होला भन्थ्यौ, मैले तिमीभन्दा अघिल्लो पटक चोलेन्द्र दाई अब सिनियर कलाकार हजुर उहाँसँग सोधिरहेको थिएँ मैले हजुर होइन, कलाकार कहिले भइन्छ होला भन्ने क्वेसनमा चाहिँ तिमी गीत गाउन सुरु गर्यौ, तिमी कलाकार हो। सफल कहिले भइन्छ भन्ने कुरामा चाहिँ तिम्रो मेहनतमा चाहिँ अब भर पर्छ, हजुर तिमीले कतिसम्म गर्छौ भन्ने कुरा होइन। उहाँले आफ्नै स्टोरी भन्दाखेरि चाहिँ हिजो क्यासेटको जमानामा होइन के अरे फर्निचरमा काम गरेर पैसा जम्मा गरेर काठमाडौँ गएर गीत रेकर्ड गरेर 60 महिनापछि आएर त्यो बेलामा चाहिँ केही सीमित कलाकारहरूको मात्रै गीत र स्वर चल्थ्यो हजुर होइन। त्यहाँदेखि यहाँसम्म आउँदा त हामी धेरै सजिलो जमानामा आइपुगेको छौँ। एकदम तिमीले गाउने गीतहरू अहिले तिमी युट्युबमा हाल्न सक्छौ, फेसबुक हाल्न सक्छौ, टिकटक हाल्न सक्छौ, भोलि त्यहीँबाट तिमीलाई कसैले पिक गर्न सक्छ हजुर होइन। तर मुख्य कुरा भनेको चाहिँ साधना हुनु पर्यो, एकदम मेहनत गर्नु पर्यो हजुर हो कि होइन, आफूलाई त्यसमा डुबाइदिनु पर्यो त्यही होइन, त नि। बल्ल मात्रै सफल भइन्छ उम्, भन्ने मलाई पनि लाग्छ। अँ, तिमी पनि गर। हजुर अब हामी यो तिमी भोलि कलाकारितामै अगाडि बढ्यौ भने चाहिँ हामी यो सुरुमा यो कुराकानी गर्दैछौँ, कुनै दिन सक्सेस भएको भनेर कुराकानी गर्न पाइयोस्। हजुर के छ अन्तिममा? ठिक छ। अन्तिममा अब मेरो पोडकास्ट हेरेर बस्नुभएको दर्शकहरूलाई सबैलाई मेरो यो कलाकारितालाई कस्तो लाग्छ त्यस्तै होइन दुरुस्तै प्रतिक्रिया दिनु होला। अब मैले सिक्न पर्ने कुरा धेरै छ, जानी नजानी केही कुरा अब बोल्न सकिन्छ कहिलेकाहीँ अन्जानमा, कति कुराहरू अब सिक्नुपर्छ। लाइभ भनेको सिकाइ नै हो एउटा, त्यही भएर दुरुस्तै कमेन्ट गरिदिनु होला। अब मेरो यो हौसलाको लागि हाम्रो किसान सरले मलाई यो अवसर दिनुभएको छ, उहाँ हजुरलाई धेरै धेरै धन्यवाद। अब आगामी दिनहरूमा पनि म यो कलाकारितालाई नि निरन्तरता दिनेछु। अघि मैले भनिहालेँ मेरो युट्युब च्यानल प्रमोद काफ्ले छ, गएर सब्सक्राइब गरिदिनु होला सबैजनाले होइन। अनि त्यही नै हो सर। अब बिस्तारै बिस्तारै म यो क्यारिकेचरलाई भन्दा पनि गीतलाई मैले अगाडि लैजान्छु। गीत गाउँदै गर्दा अब क्यारिकेचर अब कहिलेकाहीँ अब इन्टरटेनमेन्टको कुराहरू हुन्छ, अनि बिस्तारै बिस्तारै यसरी नै अगाडि बढ्नेछु आगामी दिनहरूमा पनि। यही भन्न चाहेँ सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै धन्यवाद होइन। हजुरलाई पनि विशेष गरी धन्यवाद किसान सर। ओके, सकौँ ल।